सो हामी चाहिँ गएको थियौँ भिलेज ट्राउट मिनी रिजोर्ट जुन चाहिँ रहेको छ गोदावरीमा। अनि हामी चाहिँ यहाँ गुगल म्याप हेर्दै हेर्दै गएको थियौँ होइन। अनि त्यसपछि यहाँको त्यो इन्भाइरोमेन्ट चाहिँ एकदमै पिसफुल लाग्यो त्यहाँ पुग्ने बित्तिकै होइन। अब यो सिटी एरियाको हसल एन्ड बसलबाट चाहिँ टाढा हुनु मन छ भने चाहिँ यहाँको इन्भाइरोमेन्ट चाहिँ एकदमै पिसफुल एकदम आनन्द आउने खालको रहेछ होइन। अनि रिजोर्टको कुरा गर्दाखेरि पनि एकदमै राम्रो छ। अलिअलि मेन्टेनेन्सको चाहिँ आवश्यकता छ जस्तो लाग्छ, बट त्योभन्दा बाहेक चाहिँ एभ्रिथिङ इज पर्फेक्ट। अनि यसरी चाहिँ यहाँ चाहिँ ट्राउट फार्मिङ गर्नु हुँदो रहेछ। अब यहाँको चाहिँ स्पेसियालिटी नै भनेको ट्राउट हो होइन। अनि ट्राउट फार्मिङ यसरी गर्नु हुँदो रहेछ। अनि आफैले समातेर अनि त्यसलाई चाहिँ भनेको जसरी प्रिपेयर गरिदिनु हुने रहेछ। अनि यो प्राइसको कुरा गर्दाखेरि चाहिँ अब तपाईँहरूले चाहिँ र फिस मात्रै लिने हो भने चाहिँ केजीको 1800 पर्दो रहेछ। अनि फ्राई गर्ने हो भने चाहिँ 2000। अनि ग्रेभी पनि बनाइदिनु हुने रहेछ। अब तपाईँले भनेअनुसारले त्यहाँ मेन्यूमा भनेको अनुसारले अब डिफ्रेन्ट प्राइसमा प्रिपेयर गरिदिनु हुने रहेछ। अनि त्योभन्दा बाहेक चाहिँ मेन्यूमा अरू आइटम्स पनि अभाइलेबल रहेछ। तर हामीले चाहिँ त्यहाँ धेरै कुरा ट्राई गर्न पाएनौँ किनभने मान्छे धेरै भएर होला, धेरैवटा आइटम चाहिँ सकिसकेको थियौँ। हामीले चाहिँ यही फिस फ्राई अनि फ्रेन्च फ्राइज र फ्राइड राइस ट्राई गरेको थियौँ। तिनटै आइटमै एकदमै मिठो लाग्यो। त्योभन्दा सबैभन्दा बेस्ट चाहिँ यो ट्राउट फिसै लाग्यो। एकदमै फ्रेस एकदमै मिठो गरेर फ्राई गरिदिनु भएको थियो। तपाईँहरू पनि एकचोटि ट्राई गर्नु होला। ओके बाई।